त्यो छ त हौ त चवन चिन्दा जसो होला नि त चिन्दिने हो किन चिन्दिने हो त्यो मान्छे खत्तम रहेछ यार मान्छे किन के भन्छ खाली तेरै मात्रै कुरा काटेको छ के भन्छ के भन्छ र घरमा बस्छ सुत्छ काम गर्दैन खाली कुद्छ खाली खान्छ त्यसो भन्दै थियो त्यो त त्यो म सुन्दै थिएँ कि अस्ति मजाले बुझ्ने छ त्यही भन्छ त के भन्छ ए भन्न त कति चोक भन्छ नि यार खत्तम रहेछ त्यो साथीको लागि केही गर्दैन फोन गर्दा पनि उठाउँदैन भन्छ कुरा काट्न चाहिँ माहिर हो कि त मान्छे कहीँ लामो छ क्या लामो छ नि त्यो बसेर भन्न त उता धोबी कोटो रहेछ धबीको अटो पो रहेछ त यार यहाँ त बसिदिउँ न त होइन लु भन् त लु के भन्छ के भन्छ नि आम्मामामा न फोन गर्दा उठाउँछ न केही गर्दा उठाउँछ भन्छ म चाहिँ उसको लागि जे गरिदिन्छु तर मेरो लागि चाहिँ केही गर्दैन पो भन्छ त्यसो उसले चाहिँ के गर्दैछ मेरो लागि खोइ तर फेरि भन्नै नभने उसलाई कहाँ भन्दिनँ मैले भरोसा गरेर सुनाएको तँलाई उसले पनि मलाई भरोसा गरेर सुनाएको थियो तर मैले चाहिँ तँलाई साथी भनेर भनिहालेँ कि अनि त्यहाँदेखि अस्ति त्यो के भन्दै थियो भने म त साथी चाहिँदैन केटीतिर मात्रै जान्छु त्यसो भन्दै थियो त्यसले तँलाई एकदम मजाले भेटेर कुरा गरेछ तसँग नि त्यही भेटेर कुरा गर्नु के भन्दो रहेछ त्यसले भएन भने थर्काइदिएन मजाले त्यसलाई त थर्काउने कुटी पनि दिन्छु कुन दिन कुटिदिन्छ त्यो चन त आम्मामा खत्तम छ अर्काको कुरा काट्न त नि अनि यता सुने एउटा कुरा भन्न तँ त नि अन्त पुरा केटीसित पनि लागेको छ नि त मान्छे हो र मैले बुझेको थिइनँ त्यो त ला तँलाई सुनाएको थिएन अनि कहाँ सुनाउँछ त्यस्तो कुरा मलाई सबै सेयर गर नि त साथी भनेर अनि मैले पनि तँलाई सेयर गरेको अनि त्यो त पुरा जाँड रक्सी खाएर घरमा पनि उत्पात गरेर खालि झगडै मात्रै नि त्यसको घरमा चाहिँ आम्मामामा झगडा के हो नि यार पुरा जोडिया भइसकेको छ कि मान्छे अनि त्यो त तल बजारदेखि जाँदो रहेछ कि मान्छे अनि अरूसित पैसा माग्दो रहेछ त दाइ 25 रुपियाँ त्यति राख्नु न मलाई अस्ति मसित पनि माग्दै थियो मसित छैन भनिदिएको मैले त त्यो जाँड रक्सी खाना नि आम्मामा अनि अर्काको कुरो काटो हिँड्नु जाँड रक्सी खायो एउटाको कुरो परतिर कुरो ओरतिर सारिदिन्छ मान्छे अर्काको पो झगडा बनाउनु गर्छ मान्छे त त्यस्तै छ त मान्छे त्यो गाँजाले सको त्यसले खत्तम नि जाँडियामा खत्तम भइसक्यो त्यही त गाँजाले देख्न जिउ खलात खुलत गइसक्यो त्यसको त्यही त अब फेरि भेट भएछ भने के भन्छ होइन मजाले भेटेर कुरा गर्नु छ तसँग नि फेरि झगडै मात्रै गर अरूसित बाजो कुदो अर्का कुरा गरो खालि होइन त्यस्तै जिन्दगी कट्यो यार त्यसको चाहिँ म त त्यसले लाइफमा के पो गर्छ भन्छु त करौटे नै भयो तेरो पनि कुरो धेरै काट्छ कि नभन्न त्यो त म सुन्दै थिएँ अरूले पनि भन्दै थियो कि तँलाई पनि धेरै भन्दो रहेछ मान्छे नि त खत्तम छ मान्छे खत्तम नि तँलाई पनि पुरा यो त मेरो यस्तो खान्छेमा मेरो 2टा बेला गरेर यताउता सबै पो भन्छ उ त मलाई फेरि म चाहिँ अब त्यस्तो होइन कि मान्छे हुन चाहिँ तँलाई भरोसा गरेर सुनाएको छैन नि त त्यस्तै छ त मान्छे अनि त्यो चुइया नि त चिन्दछस् नि त किन नचिन्नु त्यो चुइयालाई तेरो साथी होइन त्यसले त म कुरा काटेर नि तेरो है के भन्छ हौ त्यति साह्रो तँलाई के भन्दै त भने नि त फेरि यता सुनाउने नसुना ल अरूलाई कहाँ सुनाउनु हौ त्यसलाई पनि नभने भन्न चाहिँ कहाँ भन्नु हो त्यसलाई अब फेरि साथी भनेर मैले सुनाएको कि त्यसरी नसुना कि के भन्दै थियो भने त त जाँड रक्सी खान्छस् अरे पुरा जडिया गजडी होइन पुरा गाँजा खाएर लुतारो उपाय छैन त्यसो भन्दै थियो मलाई त्यसले चाहिँ कहाँबाट धोबीको ओटामा बसेका थियौँ अनि त्यहाँ कुरामा कुरा निस्क्यो अनि त्यहाँदेखि उसले मलाई सबै कुरा सुनाए म चाहिँ तँलाई फेरि भरोसा मानेर सुनाएको है अनि त केटीतिर पनि पो लागेको छस् भन्दै थियो त त्यसले त त्यसो पनि भन्दै थियो अर्काको कुरो काट्छ त जानिहाल्छ नि त्यसले कुरो काट्न त कति काट नि तेरो त त्यसो पो भन्छ त्यो मान्छे थोरै थोक भन्छ क्या अनि तल बजारदेखि गएर अरूसित पैसा माग्छ अरे त म त्यसो गर्छु अनि तँलाई थाहा छैन म कस्तो छु भनेर अनि उसले भन्दै त अस्ति मसित पनि मागेको थियो 50 रुपियाँ जति मैले त दिइनँ नि उसलाई छैन मसित भनेर पठाइदियो अरे भन्दै थियो त्यसो गरिस् तैँले त्योसित कहाँ गर्नु म त्योसँग कहाँ पैसा माग्नु हो त्यसो पो भन्छ मेरो बारेमा त्यसले कति थोक भन्छ नि आम्मामा कुरौटे होस् न यताउता के होस् भन्छ नि खालि के छ ठिकै छ देखिस् मलाई कुटो नि अहिले
अनि भाइ त के हो अर्काको बारेमा कुरा लाउँदै हिँड्छ साह्रै म त त्यस्तो सुन्दैछु के भनेर हो अब साथीबाट सुनिँदैछ त्यो त कसले भन त नाजी के चाहिँ भनेर लु भन्न त अब यता उता जाँड खाएर हिँड्छ यता म पनि सुन्दैछु नि तैँले के भन्छस् भनेर म पनि सुन्दैछु पनि बुझ्दैछु पनि बुझ्छु नि के भन्छस् भनेर म पनि कुरा सुन्दै थिएँ नि केही लु भन्न त के सुनिस् लु भन्दै त लु मलाई यसले सबै कुरा भन्दैछ है मलाई पनि त भन्दैछ नि यसले सबै कुरा यसैले भनेको मलाई पनि त्यो के चाहिँ भन्नु लु भन् त ए म त यता जान्छु अरे उता केटीसँग लठारिन्छु अरे जाँड रक्सी खाएर उत्पात गर्छु अरे म त्यस्तो गर्छु त अनि यता हेर त भाइ अनि यसले भन्दैछ त म यसो गर्छु अरे त्यसो गर्छु अरे भनेर अनि तैँले सुनाउँदै थिइस् त यसलाई त्यसले यसो भन्दैछ त अनि काम मैले पनि त्यसै गर्छु अरे भन्दैछु त तैँले भन्दैछस् अरे यसलाई यसले अनि के हो त अनि यो साथीको पारा त अनि यताको कुरो उता उताको कुरा यता के हो पारा के हो अनि यहाँ त साथीको झगडा बनाउने बेला भयो त करौटे हुन्छ कुरौटे हुने हो यसरी करौटे हुन्छ तेरा 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 अरे नकुट मलाई नकुट बाबा तेरा तेरा नकुट मलाई एकखेपको लागि मलाई माफ गर्दा गल्ती भइहालेछ त्यस्तो हुन्छ गल्ती